दाइ हजुरको घर चाहिँ कहाँ भन्नुभयो? दिपायल। दिपायल। कहाँबाट आउनुभयो त अहिले? म राजस्थानबाट। राजस्थानबाट। कसरी यस्तो अवस्थामा पुग्नुभयो? हजुर म त्यो घर जाउँ भनेर आथे उदयपुरमा त्यो एकजना दुईजना साथी आए तिनीहरूले मोबाइल माग्दाखेरि लगेर झोला झोला सब लग्यो मलाई कुटपिट गरेर। उदयपुर भन्नुभयो? उदयपुर भनेको राजस्थानको उदयपुर? हजुर हजुर। अनि अब अहिले तपाईँ चाहिँ यहाँ त्यहाँ बेखर्ची भएर यहाँ नेपालको यो जोगमुनि भन्सारसम्म कसरी यहाँ आइपुग्नुभयो त? उताको पुलिसले हालिदिएको आज मलाई मैले सोचेको यो महेन्द्रगढ हो भनेर। इन्डियाको पुलिसले यहाँसम्म तपाईँलाई हालिदियो? हजुर। त्यस पछाडि अब अहिले तपाईँ बेखर्ची हुनुभयो? हजुर बेखर्ची केही छैन मसँग। तपाईँको घर कहाँ भन्नुभयो? दिपायल डोटी। दिपायल डोटी। ठाउँको नाम? 1 नम्बर वडा तिखा। 1 नम्बर वडा तिखा। हजुर तिखा। अब तपाईँलाई यहाँबाट पठाउने व्यवस्था भयो भने तपाईँ घर जान चाहनुहुन्छ? हजुर म घर जान चाहनुहुन्छ कि इन्डिया जानुहुन्छ? नै घर जान चाहन्छु। घर जान चाहनुहुन्छ है। तपाईँको परिचय भनिदिनु न। मेरो परिचय बाजी साउथ। तपाईँको फ्यामिलीको बच्चा बच्चीको? मेरो छोराको नाम रमेश साउथ। घरमै हुनुहुन्छ कि कता हुनुहुन्छ? पन्जाबमा छ। पन्जाबमा हुनुहुन्छ है। अनि फ्यामिली चाहिँ क्यान्सर भएको छ। क्यान्सर हुनुहुन्छ है। छोरी घरमा हुनुहुन्छ? छोरीको नाम पनि भनिदिनु। पूजा साउथ। अनि फ्यामिलीको? सरिता साउथ। हस्, थ्याङ्क यू, धन्यवाद।